हेलो बहिनी पसिना आयो तपाईँको क्वेशनहरु छ भन्नुस् है हामी आज दिइहाल्छु मिरिक झिलमा आज मिरिक झिलमा छौँ बोर्डिङ गराइछु यति अति सुन्दर आजको मौसमले पनि साथ दिइरहेको छ हामीलाई हैन यति राम्रो आनन्द पाइरहेछु कि टुरिस्टहरु पुरा आइरहेछ यहाँ है तपाईहरु पनि आउनुहोस् एकपल्ट मिरिक झिल घुम्नु है मिरिक लेक पनि भन्छ मिरिक झिल पनि भन्छ यो चाहिँ एकदम तपाईको बोटिङ चाहिँ यहाँ दुई प्रकारको छ तपाईको एउटा यो पाइडल सिस्टमको छ र एउटा चाहिँ तपाईको मोटर सिस्टम छ जुन चाहिँ पर मोटर सिस्टम चल्दैछ र हाम्रो टोलीले अब यति राम्रो अब आज मिरिकको यात्रा पनि अब भ्रमण पुरा गरिसक्नु आँट्नु भएको छ र यो मिरिक झिल चाहिँ उहिले अब तपाईँको यो चाहिँ बोझो घारी भन्छ बोझो घारी थियो अरे यहाँ यो मिरिकलाई चाहिँ मान्छेले नै खनेर लेक बनाएको यो पानी अटोमेटिक यहाँ उम्रेको होइन यो अटोमेटिक लेक भएर चाहिँ यो मजाले तपाईँको यो के भन्छ यसलाई चाहिँ एउटा पवित्र स्थान पनि मानिन्छ र यस्तै प्रकारले यहाँ मिरिकमा ठुल्ठुलो माथि गुम्बाहरू छ है मोनेस्ट्री अनि तपाईँको हिस्ट्रीमा आउँछ सिक्किमको एउटा राजाको छोरा पनि यो मिरिकमा यहीँ कहाँ माथि जङ्गलमा उहाँ तप गरेर बस्नु भएको जग्गाहरू यहाँ गुम्बाहरू पनि छ र यस्तै प्रकारले अब यसको माथि ठुलो एउटा होमस्टे छ तपाईँको फरेस्ट डिपार्टमेन्टको गभर्मेन्ट वेस्ट बेङ्गल र यो पहिला अब यो सुटिङ भएको स्पट चाहिँ यो कुसिमे रुमाल पिक्चर चाहिँ यहीँ सुटिङ भएको तपाईँको त्यो गीत चाहिँ छ अब जुन हेरन कस्तो शीतल तिम्रै छायाको एउटै सहारा तिम्रै मायाको भन्ने एउटा पिक्चर कुसिमे रुमाल तपाईँको यति साह्रो सुपर हिट पिक्चर यो सुपरस्टार त्यति बेला तपाईँको भुवन केसी र दीप्ति यादव भन्ने उहाँ हिरोनी हुनुहुन्थ्यो उहाँको पिक्चर हामीले सानोमा हेरेको अझै पनि याद आउँछ यो मिरिक झिल यो लेक देख्दाखेरि र यस्तै प्रकारले तपाईँलाई म बादमा म अप टु डेट दिँदै जान्छु धन्यवाद नमस्कार।